माननीय सांसद डाक्टर महावीर पुनले अस्ति संसद भवनमा राखेको कुरा हैन ट्याक्सीको विषयमा अहिले एकदमै बहसको विषय बनेको छ, चासोको विषय बनेको छ। उता दलीयहरूलाई भने हरामखोर निद हराम भएको अवस्था छ भने यता ट्याक्सी चालक साथी नयाँ युवा पुस्ताका हैन नयाँ लगानी गर्ने सोच बोकेका युवा पुस्तालाई भने खुसीको खबर मिलेको छ भने उता सरकारलाई भने अब के कस्ता नियम ल्याउने त अबको दिनमा भनेर टाउको दुखाएको कुरा बनेको छ। पुराना भ्रष्टाचारी सरकारले भद्रगोल बनाएको छ, लाथालिङ्गा बनाएको छ, छताछुल्ला बनाएर राखेको छ। सार्वजनिक यातायातमा दर्ता रोक समेत लगाएको छ केही समयको लागि हालको बालन प्रधानमन्त्री सरकारले। सो यो खुसीको कुरा पनि छ भने उता कोहीलाई खुसी, कोहीलाई दुःख, कोहीलाई पीडा हैन यस्तो अवस्थामा रहेको छ। अबको यातायात सरकारले, यातायात हाकिम साहबहरूले हैन मन्त्रीज्यूहरूले, प्रमुखहरूले हैन तपाईको कस्तो नियम ल्याओस् भन्ने चाहनुहुन्छ तपाईहरू? मलाई चाहिँ कस्तो लाग्छ भने एउटा ट्याक्सी किनेपछि 20 वर्ष हैन आयु दिन्थ्यो पहिलाको सरकारले। अब यो इभीहरुमा अबको नयाँहरुमा चाहिँ 30 वर्ष दिने नियम छ। 30 वर्ष चलाएपछि पुनः नम्बर चाहिँ नि स्क्रैपको सट्टा भर्ना गरेर नयाँ ट्याक्सी दिने चलन छ। यो चाहिँ पूर्ण रूपमा हटाइस् भनेर म भन्न चाहन्छु। सो नम्बर चाहिँ नि तपाईको गोला पर्था अनुसार वितरण गरियोस्। दिँदाखेरि जसले फर्म भर्छन् हैन सो फर्म भरेपछि जसलाई पर्छ नि उसले मात्र लिन पाउने नियम बनाइयोस्। बेच्न पाइएन है, फेरि उले अनिवार्य रूपमा लिन पाइयोस्। सो स्क्रैप गरेर पुरानै धनीलाई दिने नियम चाहिँ पूर्ण रूपमा हटाइयोस् भन्न चाहन्छु म है। यस्तो नियम लागू गर्यो भनेदेखि नयाँ साथीहरूलाई नि ट्याक्सी किन्ने चान्स पाउन सकिन्छ है। अनि गोला पर्थमा हैन फर्म भर्दाखेरि चाहिँ नि 1 लाख 2 लाख 3 लाख हैन अथवा 1000 कति राख्ने त्यो राखौँ। अनि पुराना साथीहरूलाई चाहिँ बाई बाई गरौँ। यसो गरे कसो होला साथीहरू? 30 वर्ष ट्याक्सी चलाएपछि त यार 20 वर्षमा लाइसेन्स भनेपछि 20 30 50 वर्षको उमेर पुग्छ, त्यति बेला रिटायर पनि भइसक्छ। जति कमाउँछ 30 वर्षमा कमाउने हो के। अनि रिटायर हुने बेलामा फेरि उलाई नै ट्याक्सी किन दिने के? कति स्क्रैप गर्ने ट्याक्सी कति छन् गणना गरेर यातायात विभागले चाहिँ नि त्यही अनुसार गोलापर्थमा निकाल्दिने, फ्याल्दिने। अब यहाँ 30 वर्ष चलाए फेरि उसैलाई ट्याक्सी दिने, फेरि 60 वर्ष चलाए फेरि उसैलाई ट्याक्सी दिने। 2-3 चोटिमा त ऊ त मरेर जान्छ, 2-3 पुस्ता नागिसक्छ। उसलाई अब उसको नाममा किन ट्याक्सी दिने? 30 वर्ष पुग्यो इनफ के ल? स्ट्रगल गर्नु पर्यो नि, सङ्घर्ष गर्नु पर्यो नि, परिश्रम गर्नु पर्यो नि। हामीले दुःख गर्ने गाडी चलाउन सक्ने भनेको कति हो? त्यही 20-30 वर्ष होइन, बढीमा 30 वर्ष के ल। 20 वर्षमा दिन्छ 50 वर्ष ल। अनि 20 देखि 25 वर्षको उमेरसम्म त लाइसेन्स निकाल्नै सकिँदैन, निकालेकै हुँदैन। अरू के एजुकेसन पढ्दा पढ्दै यता इधर उधर गर्दै 5-10 वर्ष जान्छ। भनेपछि कति वर्ष चलाउने हामीले? 25 वर्षको मानिलियो, 25 वर्षको उमेरमा लाइसेन्स लियो अरे 25 30 कति भयो? 55 पछि त लगभग